Hello, good morning, my dear friends. Hello, good morning, my dear friends. Early in the morning, है अहिले म बेडमै छु अन्त त्यही हुन चाहिँ ब्ल्याक टी पिइरहेको छु र आज चाहिँ मेरो कुपत खोलिम जाने काम छ नि त हैन अन्त कतिवटा रमाइलो ब्लग हुनेवाला छ हो त्यो इन्जोय गर्नुस् होला भन्न चाहन्छु र आजको दिन पनि धेरै राम्रो भइरहेको छ त्यो कुपत खोलिम भनेको चाहिँ यहाँनिर हेल्थ केयर सेन्टर हो हैन बेड खोलिम चाहिँ ठुलो यसलाई अस्पताललाई भन्छ अन्त कुपत खोलिम चाहिँ सानो क्लिनिकहरुलाई भन्छ नि त एउटा रुख छ त्यो रुखलाई चाहिँ काटेको थियो नि त अनि त्यसरी छासिरहेको छ के राम्रो राम्रो हेर्न सक्नुहुन्छ यो रुखको अनि पहिला चाहिँ यहाँ मुनिसम्म थियो परेवाहरू पुरा बस्थ्यो के यहाँनिर अन्त पुरा पीहरू हुन्थ्यो नि त त्यहाँनिर चाहिँ अहिले चाहिँ अलिक सफा भएको छ हो अन्त यसको माथिल्लोपट्टि जुन चाहिँ यो के भन्छ यहाँ माथिल्लोपट्टिको योहरू रहेछ यो छासेर मात्रै देखेको के नानी सबै बन्द थियो अनि यस्तो छ यहाँनिर चाहिँ मेरो पेन्टिङ छ है निकै अगाडि नै बनाएको यो कलर लगाएर त्यहाँबाट अर्को चाहिँ मैले यहाँनिर ड्र गरिरहेको छु यसरी हो यसरी नै हुन्छ मेरो राम्रो टाइम पास राम्रो टाइमको सदुपयोग गरेर चाहिँ मैले यो बनाएको अब यसमा चाहिँ अलिक बादमा गर्छु अब बोजूलाई उसको साथीकोमा पुरै राखेँ है म चाहिँ अब जाँदैछु यहाँबाट जाँदैछु लाग्दैछु है के रहेछ ठिक छ जाति नै बस्ला केही त छैन दिनु यसरी कस्तो मजाको हावा आइरहेको छ त्यो चाहिँ अस्तिकै हो यहाँनिर एउटा भिडियो बनाएको थियो नि पहिला यहाँ कस्तो राम्रो बनाएको छ क्या अहिले मेरो अपोइन्टमेन्ट अब आधी घन्टा बादमा छ नि त यहाँबाट चाहिँ जस्तो म जाँदैछु गएर फेरि ट्राफिकहरू हुन्छ यताउता अगाडि गएको नै राम्रो भनेर चाहिँ म अब एकछिनमा आउँछु भरे आउँछु भनेर भनिरहेको छु है मेरो फोनको सिम कार्ड बनाउनु थियो नि त सिम ब्लक भइरहेको छ त्यसको लागि थियो अब चाहिँ म जाँदैछु आरामसे पर गएर भेटौँ है त ल फुलहरू पनि धेरै राम्रो खिलिरहेको छ हेर्नु न कस्तो मजाको अब म चाहिँ यो रोड क्रस गरेर जानुपर्छ नि त यहाँनिर साइन आइरहेको छ यहाँ ग्रिन भयो भने चाहिँ क्रस गर्नुपर्छ हो पर्खिरहेको छु र साथी हो हतार आइपुग्नु पुग्यो है मेरो यहाँबाट नम्बर पनि निकालेँ अन्त जहाँ देखाउनु पर्छ त्यसको अगाडि बसिरहेको छु 25 नम्बर रुममा परेको छु है यसरी पर्खिरहेको छु अहिलेको अपडेट चाहिँ यस्तो छ एउटा नर्भको अपडेट गर्नु भनेको छ डाक्टर चाहिँ यहाँ बाहिर आइरहेको छ मेरो भयो हो अपोइन्टमेन्टको लागि पनि त्यहीँनिर मैले बनाएँ EMG गर्नु भनेको छ त्यो पनि अब म बोजू भएकोमा जाँदैछु है एक दुईवटा सपिङ गरेर चाहिँ त्यहाँदेखिको चाहिँ घरतिर जाने अब फेरि 3 नम्बर हालेर चाहिँ पस्नु पर्यो है कोल्ड ड्रिङ्क्सहरू खाएर चाहिँ त्यहाँबाट सपिङ गरेर चाहिँ फेरि घर जाने हो है अब अपोइन्टमेन्ट आउनु कति टाइम लाग्छ तर पर्खिन सक्छु यत्रो त पर्खेँ भने है हेर्नु के हुन्छ अब लिफ्टमा चढेर माथि जाँदैछु र अँधेरो भइरहेको छ यहाँ चाहिँ है बोजूहरू चाहिँ भित्र जानुभएछ नि त त्यही कारणले यहाँको बत्ती पनि नबालेको म चाहिँ सोडा खाँदैछु है सोडा पिउँदैछु यहाँ चाहिँ यस्तो छ यहाँनिर जो काम गर्नुहुन्छ उसले रोपेको र त मेरो प्यारो साथीहरू अब घर पनि आइपुग्यो है
ब्लग्स हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। मलाई तिर्खा लाग्यो, फेरि त्यहाँदेखिको यहाँ आइपुग्दै तिर्खा लाग्यो, पानी पिउन आएको छु है, यसरी नै। र नेक्स्ट ब्लगमा भेटौँला, तपाईँको लागि बाई, टेक केयर, and thank you so much for watching my videos.